हेलो एभ्रिवान, आज चाहिँ म आफ्नो बच्चासँगको भिडियो सेयर गर्दैछु। यो चाहिँ मेरो फर्स्ट भिडियो हो मेरो बच्चासँगको। यसरी युट्युबमा अपलोड गर्न लागेको छु। यति एक्सपिरियन्स त छैन, फेरि पनि आफ्नो बच्चासँगको चाहिँ अलिकति मेमोरी हुन्छ भनेर मैले यो भिडियो सेयर गर्दैछु। हजुरहरूलाई कस्तो लाग्छ भने मेरो बच्चा चाहिँ मैले चस्मा दिएन भनेर रुँदैछ। उसलाई चाहिँ यस चस्मासँग खेल्न खुब मनपर्छ। मलाई चस्मा लगाउनै दिँदैन, रोइहाल्यो। दिएपछि खुस हुन्छ, पापा पापा भन्छ। मेरो बाबु चाहिँ बल्ल 8 मन्थबाट कम्प्लिट भएर 9th मन्थमा स्टार्ट गरेको छ। अनि मेरो बच्चाले चाहिँ क्रलहरू गर्दैन, केही पनि गर्दैन एक्टिभिटी, बस बसेर खेलिराख्छ। यस्तो होइन कि हेल्दी छैन, हेल्दी छ, एकदम धेरै हेल्दी छ, तर उठेर हिँड्न खोज्छ। अब वाकरमा राखिदिएको बाहिर हो कि कति खुसी भएको चस्मा दियो भनेर। यस्तै छ मेरो चाहिँ दिनचर्या बच्चासँग, यस्तै भइरहेको छ। तपाईहरूको चाहिँ कस्तो हुन्छ पनि सबैजना आफ्नो बच्चाको चाहिँ एक्सपिरियन्स सेयर गर्नु होला। मेरो चाहिँ यस्तै नै छ है। सधैँ राख्छ, रुन्छ, ऊ लगायो भने दिनपर्छ उसलाई चस्मा। ल आजलाई सायद यति नै, बाँकी अब नेक्स्ट भिडियोहरू बनाउँदै राख्छु, अपलोड गर्दै राख्छु। कस्तो लाग्छ तपाईँहरूलाई भनिदिनु होला है। ओके, बाई।